गोसाइकुण्ड पुग्न अझै 2 घण्टा डेन्जर डेन्जर हेर्नुस् है यो गोसाइकुण्ड हो त्यसपछि आएर यो चाहिँ भैरवकुण्ड यहाँ राम शिव विवेक दाइ त्यहाँ छ है आउने यत्रो छ हेर्नुस् यो चाहिँ गणेशकुण्ड हो भनेको ल ओहो यो पो हो र कुण्ड भनेको भने आम्मा हो सब जमेछ त हैन त्यो मन्दिर रहेछ साथी गइसकेको छ र मैले पाइलाहरू राख्दैछु एकदम डर लाग्दो छ है साथीहरू साथी आएको छ वकिङ इन फ्रोजन लेक भनेर एउटा तपाईँको डायलग नै छ फुटेको रहेछ कता भित्र चिर्ने हो हामी गोसाइकुण्डको बिचमा छौँ आइज साथी आइज यो पनि एउटा अनौठो अनुभव हो चिप्ली सर जस्तै जा ओ रामहरू त्यहाँ पुगिसक्यो अगाडि केटाहरू म त यहीँ छु ट्याक्क भिडियो गर्दै ट्याक्क दाइले पुगेको ट्याक्क ओरिजिनल याक के अरे ओरिजिनल के अरे छाला होइन प्योर याकको छाला आइज यो रोक्न दिस इज हामी शिव साथी दुईजना हरायन कता हरायन कता हरायन क्यामेरा पछाडि क्यामेरा चिसो हाल्ने अरू केही छैन चिसो मात्रै हो कति चिसो ले जा उतै हिँड्न जिबे कस्तो लागिरह जिबे आफै चढ जिबे आफै चढ त हिरो होस् न आफै चढ ल त्यस्तै अनि दाइले सिकाए यसरी गाडी सिकाए जस्तो पहिला खुट्टा निकाल त्यहाँ